गुड मर्निङ एभ्रिवान, माई नेम इज केशर नेपाली। म चाहिँ आज मार्केट आएको अवस्था तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। अनि यहाँ चाहिँ गाडीहरू यहाँ चाहिँ लाइनमा पार्किङमा राखेको छ। म चाहिँ अब मार्केटतिर जानु पर्यो। यहाँ चाहिँ धेरै नै छ पार्किङमा राखिसकेँ गाडी। अब म चाहिँ मार्केटको तर्फ लाग्दैछु। यो हो चाहिँ मार्केट, गाडी लाइनमा राखेको छ। यहाँ बसहरू पनि छन्। यहाँ मार्केट चालु छ, भित्र छ मार्केट। अब तपाईहरुलाई मैले मार्केट देखाउँछु। आजको काम चाहिँ मार्केट हेर्ने काम अनि तपाईहरुलाई देखाउने काम। कहाँबाट देख्दै हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ, लाइक सब्स्क्राइब कमेन्ट सबै गर्नु होला। यहाँ चाहिँ यो बाटो हो, बाटोबाट गाडी एकदम तेज आइरहेको छ। गाडी त कम छन् आज टेम्परेचर त राम्रो छ टेम्परेचर त। अनि यो मार्केटहरू अनि गाडी आइरहेको छ जोडसित। यो मार्केटहरू हुन्छन्, यहाँ भित्र चाहिँ मार्केटहरू छ। म हजुरहरूलाई मार्केटमै गएर मार्केट देखाउने छु आज। म चाहिँ अहिले मार्केटको तर्फ जाँदैछु, हिँड्दैछु। त्यही भएर यता गाडी हिँड्दैछ। भित्रबाट गयो भने त्यति भिडियो बनाउनु पाइन्न होला, त्यही भएर बाहिरबाट हिँड्दैछु म। अनि यो मार्केटहरू छ सबै। यहाँ चाहिँ सबै मार्केटहरू लगाएको छ। मार्केटको अगाडिको पार्किङहरू सबै। अनि यहाँ चाहिँ मार्केटहरू छ सबै लाइनसित। हेर्नु, यो त खानेकुरोको त एकदम अलग अलग आइटमहरू छन्। अनि यहाँ चाहिँ सबै नेपाली, इन्डियन, बाहिरको सबै कन्ट्रीको चाहिँ फुडहरू पाइन्छ। दोकानहरू सबै खानेकुरा चाहिँ यहाँ पाइन्छन्। यो चाहिँ मार्केटहरू। यहाँ चाहिँ नमकिनहरू, बिस्कुटहरू, कपडाको दोकानहरू। अनि भेजिटेबल फूड मार्केट। यहाँ चाहिँ मसरुम, च्याउ चाहिँ अलग अलग प्रकारका च्याउहरू छन्। यहाँ चाहिँ अन्डा, मासुको दोकान सबै। यो झिङ्गा माछा यहाँ चाहिँ यो चाहिँ 500 रुपियाँ किलो गरे, यो 500 गरे, यो 600 रुपियाँ अरे। झिङ्गा माछा, अलि ठुल्ठुला माछा पनि छन्। यहाँ तौल्दै हुनुहुन्छ। अनि पापलेट, अक्टोपस, अंदर से किलमिल निकाल के दीजिएगा। अर्को माछा छन्। यता चाहिँ कुखुराको दोकान। बस ये क्लीन करना है, वैसे क्लीन करके दे देना दोनों 1-1 किलो। अनि यता फेरि बुङ्गुरको मासु, सबै माछा दोकानहरू छन् यता। यता लिएर आउँछन् सबै। यता कुखुराहरू, यता घरपाला कुखुरा। ल साथीहरू, यो चाहिँ कुन ठाउँ हो ठ्याक्कै पारेर भन्नु होला। ये फिश का नाम क्या है भैया? ये मैकरेल है भैया। ये क्वीन फिश रानी। और ये व्हाइट पम्पलेट। और वो वाला सार्डिन। और वो साइड का ये ब्लैक पम्पलेट। हाँ जी, किंग फिश, ओके। टूना। वो वाला ऊपर वाला रेहू है, हाँ। तेल माछ है, रूपचंदा है, इंडियन बादशाह है। ल माछाको नाम पनि सुन्नुभयो तपाईहरुले। अब माछाको हेर्नुभयो, यता अरू सामानको छ। अनि यहाँ सबै प्रकारका चाहिँ सामानहरू पाइन्छ, खानेहरू। यता चाहिँ केरा, अलग अलग प्रकारका। हेर्नु, केराको भेराइटीहरू सामानको। अनि यहाँ फेरि सिद्राहरू, अलग अलग प्रकारका अन्डाहरू, फ्रुटहरू। यता भेजिटेबल सबका वीडियो बना रहे।
ल धन्यवाद हजुरहरूलाई, थ्याङ्क यू।